नमस्कार साथीहरू। म आज आइपिओ रिजल्ट चाहिँ कसरी एकदमै सजिलै तरिकाले हेर्ने भन्ने म एउटा सजिलो एकदमै तरिका सिकाइदिनेछु। कृपया हजुरले यो भिडियो पुरा हेर्नुभयो भने जानकारी पाउनुहुन्छ। पहिला हजुरले आइपिओ रिजल्ट चेक गर्नको लागि एउटा एप्लिकेसन हजुरले डाउनलोड गर्नुपर्ने हुन्छ। सेयर हब भन्ने एप रहेको छ। यसमा थुप्रै यो सेयर सम्बन्धी विभिन्न जानकारीहरू लिन सक्नुहुन्छ। यो एप्लिकेसन हो र यसमा हजुरले डाउनलोड गरिसकेपछि विभिन्न डिटेल्सहरू चेक गर्न पनि मिल्छ। अनि यो जुन हजुरको आइपिओको रिजल्ट हेर्नको लागि यो सेयर हब एप्लिकेसन डाउनलोड गरिसकेपछि ओपन गर्नुहोला। ओपन गरिसकेपछि यस्तो इन्टरफेस देखाउँछ। अनि यसमा तल सर्भिसेज भन्ने अप्सन छ। सर्भिसेजमा जानुभयो भने यसमा आइपिओ रिजल्ट भन्ने अप्सन दिएको छ। आइपिओ रिजल्टमा चेक गर्नु होला। यसमा जानुभयो भने अब लास्ट टाइम कुनको छ यसमा सिलेक्ट गरेर हजुरले कुन कम्पनीको हेर्न चाहनुहुन्छ यसमा हजुरले सिलेक्ट गरेर हजुरको यो बिओआइडी नम्बर राखेर चाहिँ हजुरले चेक गर्न मिल्यो। अनि एउटा अर्को सजिलो के हुन्छ भने यसमा चाहिँ बारम्बार हजुरको यो डिम्याट नम्बर राखिरहनु पर्दैन। तल सेभ अकाउन्ट्स भन्ने अप्सन छ नि, यसमा प्लसको अप्सनमा गएर आफ्नो डिम्याट नम्बर राखेर डिम्याट आइडी अथवा यो बिओआइडी नम्बर राखिसकेपछि हजुरले आफ्नो नाम सेभ गरेर एड गर्नुभयो भने पछि हजुरले जस्तै यो मैले चेक गर्दाखेरि जस्तै यसमा सेभ अकाउन्ट भनेर अप्सन दुईवटा मैले चेक गरेको छु। यसमा जानुभयो भने यसरी क्लिक गर्ने बित्तिकै यहाँ बिओआइडी नम्बर देखाउँछ र क्याप्चा थिचेर हजुरले भ्यू रिजल्ट गर्नुभयो भने देखाउँछ। यति नै जानकारीको लागि हजुरलाई एउटा छोटो भिडियो बनाएको हो। अन्त्यसम्म हेर्नुभएकोमा धन्यवाद।